नमस्ते। नमस्ते। आज हाम्रो सिमली डेन्टल केयर प्राली बुटोल नेपालगञ्ज रोडमा प्रेम खड्काजी आउनु भएको छ। कहाँदेखि आउनु भएको हजुर? म बस्ने त यहीँ नेपालमै भन्दा पनि अमेरिकामा बस्छु। ए अमेरिकामा बस्नुहुन्छ? आएको समयमा अमेरिकामा त डेन्टलको कस्टहरू बढी महँगो पर्ने भएर हजुर हजुर म नेपालमा उहाँसँग हल्का पहिलेदेखिको चिनजानको हिसाबले यहाँ आएको हो र यहाँ आउँदाखेरि मलाई धेरै गौरवान्वित छु। अनि दाँतको उपचार के भइरहेछ हजुरको? यहाँ उपचार आरसिटी गरियो होइन? हजुर। अनि कस्तो लागिरहेछ हजुरलाई यहाँको उपचार चाहिँ? हाम्रो यो उपचार राम्रो छ। मेरो त्यति दाँत राम्रोसँग के दुखेको पनि छैन, त्यति धेरै पेन भएको छैन। हजुर त्यो भएको भएर मैले चाहिँ उहाँलाई सधैँभरि सम्झिन पनि चाहन्छु र उहाँले राम्रो काम गर्दै हुनुहुन्छ र आउने दिनहरूमा पनि गरिदिनुहुन्छ। अरू पनि आइदिनु होला। म हेर्छु, उहाँको बताउँछु है। अलि अगाडि आउनुहोस्। बङ्गारा हो यो पछाडिको दाँतमा हामीले चाहिँ आरसिटी गरेर यसमा क्राउन लगाउने भनेर मोनोलिथ क्राउन जिर्कोनिया बनाएर ल्याएर आएका छौँ। एकचोटि म एकमात्रै गर्नको लागि हो। अहिले फिक्स एकछिनमा गर्छु म चाहिँ। अहिले खालि चेक गर्दैछु है। ल टोक्नुहोस् न दाँत। ठिकै टोक्नुहोस् त। दुखेछ कि नै टोक्दाखेरि? दुखेको छैन मलाई। दुखेको छैन? अनि घस्ने केही छ कि नै? त्यस्तो छैन, केही फिलिङ भएको छैन त्यस्तो। छैन? छैन। ए ल ठिक छ ल। अब सरको अहिले हामीले एकछिनमा फिक्स गर्छौँ। अब हजुरहरूलाई पनि डेन्टलसँग सम्बन्धित कुनै उपचार गर्नु पऱ्यो भने हाम्रो सिमली डेन्टल केयर प्राली बुटोल नेपालगञ्ज रोडमा छ। शनिबार चाहिँ हाम्रो बन्द हुन्छ। अरू दिन बाँकी 10 बजेदेखि 5 बजेसम्म हामी यहाँ सेवा दिन्छौँ। हजुरहरू सम्पर्क गर्न सक्नुहुन्छ। धन्यवाद।